एक्सन मेरो स्वास्नीलाई जहाँबाट हुन्छ जसरी हुन्छ म आफै खोजेर लिएर आउँछु आजकल भरि राधे बाबु यस्तै हुनुभएको छ मम्मी नानी छिन्नै खुसी हुनुहुन्छ छिन्नै दुःखी हुनुहुन्छ अनि छिन्नै यस्तो हुनुहुन्छ एकचोटिमा अझ 2-4 टेक खाउँ बिरालो कि राधे पनि अहिले बोलाइदिन्छु म अहिले फेरि अहिले गडबडी पनि खाली खुट्टा छ एक्सन मेरो स्वास्नीलाई जसरी हुन्छ जहाँबाट हुन्छ म आफै खोजेर ल्याउँछु आजकल भरि राधे बाबु यस्तै हुनुभएको छ छिन्नै खुसी हुनुहुन्छ छिन्नै दुःखी हुनुहुन्छ अनि छिन्नै यसरी रिराउनुहुन्छ 501 टेक खाइसक्नु भएको छ 501 टेक हो अब लास्ट गर्नु ल छिन्नै रिराउनुहुन्छ खाले मैले फाल्नु पर्यो फेरि यो भएन अनि कि फाले खाली छ भोलिसम्म पुरा के खाछ अनि फेरि ल ल्याउ 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 फाइनल ल्याउ हाम्रो पुरा स्याट हुनु ल हामी अलिकति उली भन्छु ल हाम्रो स्याट हुनु रोलिङ एक्सन मेरो स्वास्नीलाई जहाँबाट हुन्छ जसरी हुन्छ म आफै खोजेर ल्याउँछु आजकल भरि राधे बाबु यस्तै हुनुभएको छ छिन्नै खुसी हुनुहुन्छ छिन्नै दुःखी हुनुहुन्छ छिन्नै यसरी रिसाउनुहुन्छ बाबुको कुरालाई मनमा नलिनु है नानी बल्ल भयो आजकल भरि हुन्छ आजकल भरि अचेल भरि भन्नु नि फेरि एक टेक पाउनु भन्ने भएन ल अब पालो मोहिनीको ल अहिले म जान्छु म चाहिँ सुटिङ हेर्न आएको है सुटिङ हेर्नुपर्छ हामी सुटिङ हेर्न आएको कसरी गर्छौँ सुटिङ भनेर रेडी रे के भयो रेडी भनेको धेरै कान्छी कान्छी भनेर बनकाइलो भनेर चिनिने दिदीहरु रेडी रोल एक्सन ल अहिले म जान्छु अनि भाउजू तपाईँ पनि धेरै कान्छी कान्छी भनेर पागल जस्तो नहुनु अलि आफ्नो ख्याल गर्नु कहाँ अगाडि हाल्छ हामी पछाडि हाल्छ अब आउनु उयो हाल्नुपर्ने छ अब आजको आउने भएको छ यसले हाल्छ कान्छी कान्छी आउनु भएको के भन्नु युट्युबमा सिधै अस्तिको एपिसोडमै हालिदियो कहाँ हाल्नु कान्छी त्यो त हिजो हालेको अब आज आउने उयो चाहियो नि त ए पुरै होइन यति हाले यति दर्शकले खुल्दरी गर्छ खोलिदियो होइन के हो कमेन्ट मैले एन्सर दिएको छु त्यहाँ दुर्गु ल्याउ दुर्गु यस्तै यस्तै हुँदो रहेछ दिल ना दिया दिल ना लिया सुनेगा किरिश का गाना सुनेगा सुनेगा किरिश का गाना सुनेगा गाउ गाउ दिल न लिया दिल न दिया कोकोनट अभिनय अगाडि हाल्दैन पछाडि हाल्ने हो सबै कन्ट्री हाल्ने मान्छे $200 दिनुपर्छ अहिले त्यति नै के छ
डाइरेक्ट कपी गरेर हाल्ने कपी लाग्ने छैन त्यो त्यसकै भिडियोको उताउताहरू भिडियो काट पारेर मिलाएर हाल्नु पनि हाल्छ नि क्रप गरेर हालिहाल्दा चाहिँ $200 तिर्नुपर्ने छ कपी हाल्नु बहुत $200 अरू च्याल तर पवन सर डलर लगाइ त्यहाँ पनि $800 भन्दा नकिनेर $200 हालिदिनु हालिदियो पाल्ला जम्मा 26,000 डाइले दिउँ न डाइले के हो कण्ठ कति कराएको कि यो दिदीलाई त म स्वर्ग पुऱ्याइदिन्छु बोले गर्छ दिनभरि फोनमा कोसँग बोल्छ भने कति राम्रो आएको तोरीबारी यार ओहो वाउ माल त लाउने हैन ओड्नु यहाँ आएर कति राम्रो आएको यहाँ हेर्न हजुर राजकुमार ए राजकुमार राजकुमार ए राजकुमार स्पोन्सरै गर्नु पर्यो यहाँ त के गर्नु पर्छ तपाईँले हेर्नु त्यो गिम्बल चार्ज हाल्नु पर्यो टाइप सी टाइपसी चार्जर ल्याउँ कसको छ टाइपसी भन्नु च्यानलको बारे भन्नु च्यानलको आफ्नो च्यानलको बारे भन्नु त मेरो च्यानल सब्स्क्राइब गर्नु होला सबैले यही च्यानल हो हेर्नुहुन्छ तब सब्स्क्राइब गर्नु होला हेर्ने मान्छेले गर्नु साइलेन्ट कोही हल्ला गरे एक्सन अघि हामी भित्र हुँदाखेरि मान्छेले यहाँ बाहिरबाट दिया दिदी दिदी भनेर बोलाउँदाखेरि तपाईँले पत्ता सुन्नुभएको थियो अघि होइन भन्नु न कान्छीले बोलाएको भए त अहिले कान्छी भइहाल्थ्यो नि दिया तिम्रो कान्छीको भएको मात्र आएको मारे आको लुक दे तपाईँ होइन माथि आएन होइन नि आएन नि अब बोल्नु ए हो त नि यसमा राजा हुने त्यसमै हो मारे आउँदै अलि दिया भन्दै भने मैले हो लो ऊ मारे राधे राधे हो एकछिन ल अहिले ढोका राख्नु होइन छोड्नु अघि नै आएको चाहिँ लिएको अनि तुसा आयो छोरा देखि मैले बोल्दै छु तर तिमीले फेरि भन्नु कन्फ्युजन आएर चाहिँ एक्सन अहिले बाहिर दिया के अरे कान्छी दिया दिदी भनेर बोलाउँदा तपाईँ माथि हुनुहुन्छ तपाईँ हो कि भन्नु तपाईँ सुन्नु भएको थियो कि रोल एक्सन भनिहाल्छ एक्सन हेर्नु न अघि हामी भित्र हुँदाखेरि मान्छेले बाहिरबाट दिया दिदी भनेर बोलाउँदाखेरि यसले बाहिर भइसक्यो मलाई एक्सन हेर्नु न अघि हामी भित्र हुँदाखेरि कान्छीले बाहिरबाट दिया दिदी भनेर बोलाउँदाखेरि तपाईँले पनि त सुन्नुभएको थियो भन्नु न हो कि होइन भनेर कान्छीले बाहिरबाट बोलाएको भए त अहिले कान्छी बाहिर भइहाल्थ्यो तिमीलाई कान्छीको झट्को मात्र आएको दिया अनि मारे त यस्तो यस्तो गरेर पुलिस चौकी गएको थिएँ त भेटाएर त पुलिसले तेरो स्वाहिनलाई यसरी के भने रियाक्सन नै एकैचोटि जान्छ कि हो र होइन होला पहिला कसो काट्ने मेरो दुईटाकै काट्दैन यो दाइको काट्दैन त्यसो तिमीले गरेर मलाई त्यो गोली पनि अब धेरै मैले मेरो सकेँ नि अरू पटक गरेर तिमीले लिँदै गएको कतिसिन आज मारेर हान्छ यार सिमी के गर्छ सबै सिमी लिन्छ आज त होइन है म निर्दोष म निर्दोष दिल्लादी खोइ मेरो पछाडि कसले हो र पल्टायो त्यसरी होइन त्यसरी होइन क्या त्यो बिगाएर सबै हेलो हेलो के छ हजुर खबर आफै एडिट गर्ने हो यहाँनिर म्युजिक हालिहाली यसले पुरा ध्यान गरेर चाहिँ के अरे उ गर्छन् एकदम सर एकदम खतरा हुनुहुन्छ उहाँहरू हेर पिछा मनमा नबस्थे बिचमा पुरा मनमा एकदम ध्यान आकर्षण गरेर पूजा गर्नुहुन्छ
आजको बिहानीको सुरुवात हाम्रो पूजा गरेर भयो। अब हाम्रो नजिकै नखिच्नु न अनि सबैजना धेरै माया छ है त। ल कसले बाँकी छ पूजा गर्ने? ल त्यही गरौँ है अहिले। राम्रो थापेर ल्याउनु है। नमस्ते देव दिदी हजुर फोटोमा भिडियोमा हालिदिनु न त। म यहाँ यस्तो व्यस्त छु कि मेरो बहिनीको बर्थडे आज एउटा आउनु न तपाईँबाट एउटा खिचिहाल्नु 2 सेकेन्ड। मेरोबाट एउटा धुप किन नभाले एउटा मलाई। कहाँ देउ दिदी भने मोहिनी मैले हाम्रो क्यारेक्टरमा भनौँ न यार। तिम्रो सिङ्गल हो को देउ दिदी भन्ने कुरा चाहिँ ल पहिला भिडियो गरेन ल उयो कपाल हटाउनु अगाडि कस्तो राम्रो पहिला भिडियो गरिदिनु कस्तो पहिला भिडियो पहिला 15-20 सेकेन्डको भिडियो गरेन। मेरोमा भिडियो राम्रो आउँदैन क्या सिनेमेटिक्स होइन मेरो ल फोटो चाहिँ खिचिदिन्छु क्या चुप लाएर पूजा गर त्यही क्यामेरा पूजा गर्नलाई तिमीहरूलाई यताबाट फोटो भिडियो खिच्न लाउ न। उता गर्ने क्यामेरा गर। भिडियो खिच्दै एउटा भिडियो खिच्दै एउटा ठाडोमा भिडियो खिचाएर छिटो। एकछिन नै यहाँ म यहाँ कसले फोटो कसले खिच्यो? उहाँले फोटो उहाँले तिमी भिडियो गरिसक्यो अब। फोटो खिच्छ त कति खिच्नु भिडियो खिचिदिनु पठान्छ हजुर भिडियो एकछिन है छिटो गरिदिउ न यार बिचरा रुन लागिसके। मलाई एउटा भिडियो भने कसले छिटो पठाएन। छिटो छिटो बिचरा आँसु नझार्नु। आइसक्यो खुसी हुनु खुसी न आँसु आयो 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 ल फोटो खिच्न आइसक्यो ल। कम्ता खुसी भयो हो गदगद भयो ल। अर्पण मलाई आउन गरिदेऊ होइन ल नमस्कार है सबैलाई। नमस्ते नमस्ते ए सबै कसै नमस्ते गरेन भने अर्को स्वरमा भन्दै नमस्ते। सक्यो कहाँ भयो त? दिदी हराउनु हो दिदी। हेलो हेलो म म्युट गर्ने बानी छैन फेरि। ए अर्पण दिदी हाम्रो आज कति भएको अरे 100 कति भएको फोटोसुट हुनु लाग्यो यहाँ। हामी फोटोसुट गर्दैछौँ। कति खिच्या ल यहाँ छ कहाँ ए मेरो भाइ यहाँ छ मेरो पनि खिच्नु ल यहाँ छ एकदम यो हेर्छन् सर्छन् फेरि यता। दिदी अहिले मेरो आँखबाट फोटो खिच्नु ल। म पनि आउनु पर्यो नि त नि ल यो छ यो एकदम बो के भयो अगाडि टुट राख्नुपर्छ। मोबाइल हेर भक्कु उठा देखा त कब झन् हिरो भयो त सलमान खानको मैले स्टाइल। के भएर विचार गरेँ सबले भ्लग बनाउनु थाले सक्छ त कसैले सक्दैन नि फेरि। सानामा फेरि भ्लग बनाउँछ म सबैको भ्लग बनायो भन्दिनु नमस्ते 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 कति क्यामेरा हल्लाको भनेर कमेन्ट आउँछ मेरोमा। क्यामेरा कति हल्लाको भन्ने कमेन्ट आउँछ। ल तपाईँ जहाँ पनि यत्तिकै हेर्ने यो दिन हो। ओम नाट्येश्वरी नमो नमः। एक नम्बरको हो गाइजहरु एक्टिङ एकदम हाम्रो यहाँको सुन्दर राम्रो एक्टिङ गर्ने माने हो है फेरि हामी त्यसरी भन्छौँ। भयङ्कर म राम्रो गर्छु नि तर के छैन के बोल्यो भाइ एउटा बोलाएर नमस्ते है सबैलाई। नमस्ते नमस्ते सबैलाई। नमस्ते दिदी। नमस्ते भाइ नमस्ते नमस्ते काली भाइ। सबैले गरिसकेँ मैले को बाँकी पूजा भाइ घाममा नखिच्नु घामको धेरै नमस्ते नमस्ते सबैले सब्सक्राइब गरिदिनु मेरो च्यानललाई फुल वाच टाइम हेरिदिनु अनि त्यसपछि अनि टक्क पारेर सेयर पनि गरिदिनु है कमेन्ट गर्नु कस्तो कस्तो लाग्छ राम्रो लाग्यो भने यस्तै खालको भ्लगहरू ल्याइरहनेछु।